हेलो गाइज, आज चाहिँ हामी छोरीलाई लिएर छोरी सान्यालाई लिएर चाहिँ पाटन दरबार घुम्न निस्केको। छोरी चाहिँ खालि बाहिर जाने भनेपछि असाध्यै मनपर्ने उसलाई चाहिँ घुम्न डुल्न, अनि हामी पनि त्यही मौका पारेर चाहिँ बाइक लिएर पुरा लाएर चाहिँ पाटन दरबार स्क्वायर गयौँ है, जुन चाहिँ हाम्रो ओल्ड हेरिटेजमा पनि रेकर्ड छ होइन। एकदमै राम्रो छ पाटन दरबार स्क्वायर। अनि यहाँभित्र एउटा म्युजियम पनि रहेछ। म्युजियममा चाहिँ हामी अहिलेसम्म गएको थिएनौँ है। यो चाहिँ कृष्ण मन्दिर हो, ढुङ्गाले बनेको। अनि छोरी चाहिँ एकदम खुसी भएर चाहिँ पुरै यताउता हेरिरहेको थिइन् है। अनि अब हामी यहाँबाट चाहिँ म्युजियममा गयौँ। त्यहाँ म्युजियममा चाहिँ विभिन्न पुराना पुरातात्विक पुराना चिजहरू चाहिँ मूर्तिहरू राखेको रहेछ है। हामीले सब त्यो अवलोकन गऱ्यौँ। त्यसपछि यो म्युजियममा आउँदा चाहिँ हजुरहरूले जम्मा 30 रुपियाँ टिकट लाग्छ है नेपालीहरूलाई। फरेनरलाई चाहिँ अलिकति महँगो छ, नेपालीहरूलाई एकदमै सस्तो छ। यो तपाईँले चाहिँ जिन्दगीमा एकपटक चाहिँ आएर यहाँ हेर्नै पर्ने रहेछ। पुराना त्यो ढुङ्गाले कुदेर बनाएका मूर्तिहरू थिए है त्यहाँ त्यो दरबारमा, पाटन दरबारभित्रको है टिपिकल पुरानो हाम्रो त्यस्तै थियो। यसले हेर्दै भिडियो बनाइराखेको एकदमै राम्रो है, सुन्दर आकर्षक वाउ 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 थियो है। यतिकैमा हामी चाहिँ यताउति हेरिरहेको थियौँ, झालबाट फोटोसोटो खिचिरहेको थियौँ। त्यो चराहरूको त्यसपछि कृष्ण मन्दिर है, यहाँनिर गएपछि छुट्टै भयो। अनि बाबा र छोरी चाहिँ मान्छेहरू पालिकाले चाहिँ बडै रमाइरहेको थियौँ। छोरी पनि सबै खुसी हुने सान्या पनि ताता भनेर चाहिँ हामी यत्तिकैमा नि छोरीलाई चाहिँ त्यहाँ म्युजियममा यसो हिँडाउनु पऱ्यो भने छोरी चाहिँ हिँडिरहेको है। अनि त्यसपछि भनेको हामी फेरि बारतली भनेपछि त असाध्यै अलि डर लाग्ने खालको पनि रहेछ है। यस्तो परेको बारतली। हामी चाहिँ बारतलीमा सर्र हिँड्यौँ। अनि त्यसपछि हामी यतापट्टि साइडमा रहेको यो बेतमा राखेको विभिन्न गिफ्ट आइटमहरू त्यहाँ गएर हेऱ्यौँ होइन, के रहेछ। त्यसपछि हामीलाई भोक लाग्यो भने हामी चाहिँ साइडको चाहिँ रेस्टुरेन्टमा गएर चट्ट पनेटी मारेर बस्यौँ है। छोरी चाहिँ बस्नु पाएपछि क्या खुसी भइरहेको है। हामीले चाहिँ अब खानेकुरा मगाउनलाई चाहिँ त्यहाँबाट मगाएर चाहिँ बस्यौँ। छोरी चाहिँ ताली बजाऊ भन्ने गीत गाइरहेको थियौँ है। हामी चाहिँ यहाँनिर खाना वेटरलाई मगाएर हामी यहाँ कुरिरहेको थियौँ। अब हाम्रो खाना आउने बेला भयो होइन। हामीलाई अब त्यहाँ हिँडेर भोक लागेपछि अब के खानु भनेर हामीले चाहिँ खानेकुरा मगायौँ। हस् आजलाई यति नै, बाई।